कुनै बेला दूरदराजको एउटा ठाउँ लाग्ने बुर्तिबाङ बजार अहिले आएर भने बागलुङको दोस्रो व्यापारिक केन्द्र बनेको छ। पर्यटकदेखि व्यापारिक हिसाबले निकै चलायमान बनेको बुर्तिबाङ बजार देशकै 10 नमुना शहर बनाउने गरी सरकारले सूचीकृत गरेको बजार बनेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमाङ खोला र बडीगाड गाउँपालिकाको प्रमुख शहरको रूपमा पनि रहेको छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्नलाई पनि हाम्रो पहिलो दिनको बसाई भने बुर्तिबाङमा नै लिनुपर्छ। यस बजारको सिरानमा रहेको यो घोषा डाँडा, यहाँबाट भने हजुरहरूले बुर्तिबाङ बजारलाई मजाले देख्न सक्नुहुन्छ। यो भने यहाँको पुरानो उपल्लो बजार, यहाँका घरहरू प्राय सबै पुराना छन्। पहिलाको मुख्य बजार यही हुनुपर्छ। मलाई भने नयाँ भन्दा यो उपल्लो बजार निकै राम्रो र जीवन्त लाग्यो। अहिले त झन् पश्चिम नेपालको निकै सुन्दर ठाउँ, फोक्सुन्डो जाने पर्यटकहरूलाई पनि निकै सहज र छोटो हुने गरी मध्य पहाडी लोकमार्गले जोडिएपछि त झन् रुकुम तर्फबाट पनि त्यत्तिकै मात्रामा पर्यटकहरू आउने भएकाले पनि बुर्तिबाङको होटल व्यवसायीहरू दङ्ग देखिनुहुन्छ। सुन्दा दूर दराजको ठाउँ लागे पनि यहाँको बजार र होटलहरू सुविधा सम्पन्न छन्। मध्य पहाडी लोकमार्ग कालो पत्र भएसँगै बुर्तिबाङ त झन् धेरै चलायमान बनेको कुरा यहाँको स्थानीयहरू बताउनुहुन्छ। हजुरहरू पनि नेपालको विभिन्न ठाउँहरूको भ्रमण गर्ने क्रममा बुर्तिबाङ पुग्नु भयो भने एक दिनको बसाई बुर्तिबाङलाई अवश्य पनि बनाउनुहोस् होला। नेपालको यस्तै यस्तै गन्तव्यहरूको भिडियो हेर्नु मन पराउनुहुन्छ भने मेरो भिडियोहरू हेर्दै गर्नुहोस् होला। हजुरहरूको दिन निकै शुभ रहोस्।